वेलकम टू माई मिनी ब्लॉग। आज चाहिँ हामी एउटा एडभेन्चर गर्ने पुरा हामी भुटिया जंगल खेल्ने। आज हामी यता 3 जना छौं। यस गाइस, आज हामीहरु गइरा छु भुटिया जंगल खेल्न। पुरै डार्क मोड गरेर हामीहरु गएको भुटिया जंगल खेल्न। यो गेममा रुल यो छ कि यसैला लाठी राम्रो लाग्छ नि गाइस यस्तो ब्लग हेर्नको लागि। सो गाइस हामीलाई फलो गर्नु। हामीलाई यतादेखि जानुपर्छ यार। बाबाजीको घर जानुपर्छ। चला तोरको भक्क थिलो भागी जाइछु तोरो चनारो। सो गाइस अहिले हामी गइरहेको छौं। सो मेरो ठोपरा तपाईलाई हेर्नुलाई देखाउनु सकेको छैन। माएको छोरो गाइस हेर्नु यो रुखो धेरै ठुलो। यताबाट हामी गएको पुरा भागबिद गाँड फाड्दिन्छु गाइस त्यता हेर्नु। यता पुरा सुनसान छ यार। हामी 3 जना मात्रै छौं। यो छ म छु यता हामी गएको। यसहरु हैन मस गर्छ लियो तर अब तोरको डरै छ। डरमा हामी त लोड छ हमर। सो हां एना खेलाइ न खेल्छ। सो हामी अब गएको। सो गाइस हामीहरु गएको यतामा यसलाई फाटिरहेको छ गाइस। यसलाई फाटिरहेको छ। हेर्नु न दौ सातोको लाइटले बला चिज लाइटasikan न। सो हामीहरु यता गएको। सो हेर्दै बस्नु तपाईहरु। सो हेर्दै बस्नु। आजको एडभेन्चर टुर हो यो। सो हामी एडभेन्चर टुर पुरा गर्दै छौं। यतादेखि आएर फेरि यो रस्ताबाट यता जानुपर्छ। साला डर लागिरहेको छ थोरै तर डरै लाग्दैन। चलो हिँड्नु गाइस। हाँ गाइस लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला कृपया। ल हामीहरु रातिमा यता योहरुमा गाइस योहरुमा यसला लाइट नै देखाउनु तुरौ गाइस। योहरुमा सर्प तर्प भन्नु न कुन सर्प साला यस्तो वाला सर्प हुन्छ यार। गाइस यस्तो वाला हिँड्नु छिटो हिँड्नु छ न। सो यो सुबत बाहिर रहेछ हेर्नु पुरा चिलमा गएको। यसको एउटा फनी सिन भन्छु गाइस। यो नि कपाल कटाउन गएको साला भन्यो बुरुवाको भला चंगा गरिदिन्छु म पैसा त्यसै दिइहाल्छु भन्यो। यो केस थोरै छोटो गरिदिनु साला यसको टक्लेबाट सबै केसै उडाइदियो मा। यो भन्छ म भन्छु यो भन्छ म बुरुवाको थोरै भलाइ गर्न गएको थियो साला मेरो केसै उडाइदियो यसको। यो गाइस यसको मुडै खराब भइहालेको थियो गाइस। अरु हामी यता जाँदै छौं। सो आज हामी 3 जना मात्रै छौं। अरु जना थियो तर उनीहरु आउन सकेन। सो हामी जाँदैछौं गाइस। ऐसला लाइट न देखा रहल बा यार के गर्नु यार। गाइस हेर्नु कति डेन्जर रुख रहेछ गाइस। त्यताको रुखमा एउटा डेन्जर कहानी भन्छु। त्यता नि एकजना मान्छेलाई काटेको छ। चुपचाप बस्नु गाइस नत यिनीहरु डराइहाल्छ। हिँड्नु है केटाहरु हिँड सबजना। यो टाङ्छु गाइस यो खुट्टा मेरो भाँचेको मतलब मचकेको छ। सो गाइस लाग्छ लाइन कटिहाल्यो मा। हेर्नु त्यता पुरा सुनसान छ यार कोही छैन यहाँ हामी 3 जनाको सिवा। अब फेरि हामी जाउने छौं गाइस। बिहान त सबजना आउँछ तर रातिमा आउँदैन किनकि रातिमा डर हुन्छ सबजनालाई। किन साल कति लरु कति डरै छ। सो गाइस हामी जानेवाला छौं। इटा तोक जरा गाडी हेरे हमरा पता नहीं राखी छ डर नै छ। तिमीको साथमा गाडी चल जाऊ। सो गाइस हामी अब फेरि जाँदैछौं। अब सुबत चौधरीको घर पाटिरहेको छ गाइस। हेर्नु सुबत चौधरीको पारा
सो हामीहरू कम्प्लिट गर्न सक्छौँ कि सक्दैनौँ गाइज तपाईँहरू कमेन्टमा भन्नु होला ल अहिले तपाईँहरू इन्जोय गर्नु हाम्रो एडभेन्चरस टुर भोलि भिडियो आउनेछ आज मात्र सुट हुन्छ साँच्चैको म हालिदिन्छु किनकि थाहा छैन हिँड्नु आएको केटाहरू रुख मलाई गाडी जान दे तिमीहरूको नत्र फाट्छ फेरि चल गाइज हिँड्दैछौँ यता चाहिँ थोरै डेन्जर छ गाइज योहरूमा डेन्जर छ अरू योहरूमा डेन्जर छ सो हामी यार यति सामा या गाइज योमा डेन्जर छ योमा रुक्न रे मलाई भिडियो बनाउनु दिएन गाइज योहरूमा डेन्जर छ योहरूमा सो आजको लागि यति नै हामी जान्छौँ त्यता तबसम्म तपाईँ इन्जोय गर्नु बस्नु एउटा कति के हो के लाइक गरिदिनु भिडियोलाई लाइक शेयर सब्सक्राइब अरू गाइज इन्ग्लिस त पर्याङ्क गर्छु भाग्ने बेला पर्याङ्क सो गाइज गाइज पर्याङ्क कस्तो लाग्यो यिनीहरूसित गाइज challenge completed so bye